The Tamang community residing in the Kent area of the United Kingdom came together on the 10th January 2026 to celebrate the 2862 Sanam Lasar, marking the beginning of the Year of the Horse. The event showcased vibrant cultural performance, traditional rituals, and the enthusiastic participations of Tamang individuals and families from across the region. Sornam Lasar has become a cherished annual tradition in Kat organized each year by the Kat Taman Hilba. Through this celebration, the organization continues its commitment to preserving and promoting Tamang culture, religion, and heritage for future generations. This year's gathering highlighted the community's unity, cultural pride, and dedications to keeping ancestral traditions alive even far from their homeland. नमस्कार अनि गुड आफ्टरनुन सम्पूर्ण उपस्थित यहाँ हुनुभएका आज यहाँ सोनाम लोसार मनाउन उपस्थित हुनुभएका आश्रे आमी जो नाना सबैलाई तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई केन तामाङ हिल्पाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्दछु। साथै 28औं वैश्विक सोनाम लोसारको शुभ उपलक्ष्यमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। म अमरराज सिंह तामाङ टेन तामाङ हिल्पाको उपाध्यक्ष हुँ। हाल आस्को टेनमा बसोबास गर्दछु। हाम्रो पुर्खाले मनाउँदै आएको प्रमुख चाड सोनाम लोसारलाई मनाउनको लागि हामी तामाङ एकजुट भई युकेको केन क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायले सहज र भरपूर्ण वातावरण तयार पारेको विश्वासको साथ केन तामाङ हिल्पाले यो चाडलाई निरन्तर रूपमा मनाउँदै आइरहेको छ। आउनुहोस् आज हामी सबै मिलेर यो चाडलाई हर्षोल्लासको साथ मनाऊँ। जय केन तामाङ हिल्पा। आज तमर छकी भोलि मर्छ ढोको त बुन्ने कमरासे ढोको त बुन्ने कमरासे हित्तामा चित्ता खोलेर मिठोमा वचन बोलेर लोछार मेलामा भेट भयो माइली गाडीमा राखौँ रामरासे लोछार मेलामा भेट भयो माइली गाडीमा राखौँ रामरासे। भुइँ बस्यो नक्कली भुइँ बस्यो